आज बिहानभरिको मेरो काम सकेर हामी चाहिँ आज गाउँतिर लाग्यौँ। छोरी चाहिँ मुख छोपिराखेकी छ। छोरो चाहिँ मम्मी म देखिन्छु भन्दैछ। अनि हामी चाहिँ हिँड्दै मेरो बाबु हिँड्ने बेलामा पोज दिएर हेर्नु न, एक दुईवटा फोटो पनि खिच्छु भन। अनि खिचेर मेरो छोराछोरी अघि बढे छाता ओढेर। हाम्रो चाहिँ गाउँतिर जाने अटो चाहिँ अलिक परै लाग्छ। त्यसपछि मैले यहाँ माछा किनेर अनि यहाँ आइसक्रिम खाने भने यिनीहरूले अनि आइसक्रिम खुवाउँदै लिएर आयौँ। बाबु चाहिँ मुखभरि दलेर खाँदैछ। अनि त्यसपछि यो रतुवाको पुलबाट जाँदै हामी चाहिँ यहीँ ठ्याक्कै लपडाँडा आयौँ। लपडाँडाबाट चाहिँ थोरै तलतिर जानुपर्छ। हाम्रो चाहिँ लपडाँडाबाट ठ्याक्कै आउँदै चाहिँ यहाँ हेर्नु न कति राम्रो हरियाली, पुरै यो बाँझो बारी पनि कति राम्रो देखिएको छ। बाटोमा यो खिच्दै आएको मैले चाहिँ यहाँनिर आउँदै जाने क्रममा चाहिँ यहाँनिर धेरैवटा चोकहरू आउँछन्। त्यो एक दुईवटा चोकहरू कटेपछि चाहिँ यो ठ्याक्कै लुलालधन्द्रा चोक आइपुगेछौँ हामी। त्यसपछि यो एकता चोक भन्ने छ, यहाँबाट चाहिँ हाम्रो यो घर जाने बाटो, उता चाहिँ पिचको बाटो छ, त्यो चाहिँ बालबथान जाने। बाबु कति खुसी भएर आउँदैछ कुद्दै। अनि यहाँ चाहिँ हाम्रो घरमा आइपुग्न लाग्यौँ। हाम्रो घर जाने बाटो यो चाहिँ, नानी चाहिँ अगाडि छिन्। त्यसपछि घर आएर मैले लिचीको फोटो खिचेँ, फुलको खिचेँ। अनि हजुरआमाले चाहिँ यहाँनिर आमाले चाहिँ पनातीलाई लिची तासेर दिँदै हुनुहुन्छ। खुसी भएर खाँदैछ बाबु पनि। नानीलाई चाहिँ बुवाले लिची टिप्दिँदै हुन्छ मम्मी। त्यसपछि नानी र बाबु यहाँ खुसी हुँदै लिची खान थाले। म चाहिँ अघि आउँदाखेरि ल्याएको माछालाई यहाँ म्यारिनेट गर्न थालेँ र खानाको तयारी गर्न लागेँ। ल त बाई बाई गाइज।